आज चाहिँ हामी पूजाको लागि सामान ठिक पार्दैछौँ भोलिको लागि। यो के चलन हो यिनीहरूको चाहिँ होइन। यो बट्टामा के पानी हाल्ने, हात पनि एक एकजना हाल्ने सबै कुरो के भोलिको लागि आजै तयार गरेर हामी चाहिँ राख्दैछौँ। आँप, पानी, तर यसमा पैसा पनि छ। एउटा पंखा, रुमाल पनि रहेछ कान्छी, रुमाल पनि रहेछ। सबै त्यो चाहिँ भोलि सबै अरूलाई दान दिने हो। पंखाले हावा आउँछ रहेछ। आजको मेरो काम चाहिँ यही हो। कस्तो लाग्छ होइन। रुमालको पालो आयो। यो पाउने मान्छे चाहिँ भाग्यमानी नै होला नि होइन। यो गर्मीमा हम्किने पंखा नि पाए, रुमाल पसिना पुस्ने रुमाल पनि, पैसा पनि पाउँछन् एकछिनमा होइन त कान्छी। मैले पानीमा हालेर दिन्छु। पानी सबै भर्दा त टाइम त लागिहाल्छ। रुमाल ठुलो रहेछ त। रुमाल त ठुलो रहेछ तर राम्रो छ है। कलर पनि राम्रो एकदमै ठुलो छ रुमाल। अब पैसा कहाँ हो? पैसा पनि पाउँछन् पूजामा त। कसले पाउने हो तर थाहा छैन। हाल्ने काम चाहिँ मेरो। राजाको रहेछ पैसा। पुरानो है राजाको। कस्तो राम्रो पैसा। कहिले देखेको थियो। राम्रो भन्नुभयो तर राम्रो छ। तपाईँले के हाल्ने कान्छी रुमालहरू छैन है। यति मात्रै छ। अब पालो आयो चिनीको। गर्मी पनि थाहा छैन। यति साह्रो गर्मी छ। कुनमा हाले फेरि बिर्से गर्छु म त। भयो। अब के हाल्नु छ यसमा कान्छी? के छ? रुमाल त भयो यति नै हो कि अरू केही छ? यो के गर्ने? दुईजनै बोलिरहेछ। यो राख्ने, यो पनि राख्ने राम्रो छ। भयो होइन। अरू केही छ र हामीले हाल्न बिर्सेको? गर्मीले के पसिना। पंखा चलाउ त कान्छी। कम्ता गर्मी छ नि पसिना आएछ। पैसा चाहिँ माथिबाट हालेर राखिदिन्छु। ठुलै पारेर चलाऊ। यस्तो पसिना छ गर्मी त। दबाईले अब काटेर बनाउन।
अब चाहिँ हालिसक्न लागेँ। यति चाहिँ हालिसकेँ। त्यहाँदेखि चाहिँ यति चाहिँ हालिसकेँ। अझै पनि छ, अब यति चाहिँ पुरै हालिसकेको छुइनँ। चिनी त पुग्दैन जस्तो छ नि कान्छी। हाले छु त्यसमै हेर त, यहाँबाट देखि पुग्यो है? पुगिहाल्छ। कुनमा पुगेको छैन एउटा बाल्टिनमा? सबैमा छ यसमा हेरेर। यसमा पनि छ। एउटा बढी हाल्यो एउटा चिनी होइन? यो त मैले बनाएको हो। तिम्रो गऱ्यो यो? त्यही भएर एउटा बढी भएपछि राख्नु केही छैन। आँप सबै पुग्छ हेर त, मलाई यहाँ बसेर हेर्नु पुगेछ है? यसमा छ कि छैन हेर्नु एकचोटि। यसमा ए यसमा अब चाहिँ फाइनली सकिन पनि लाग्यो। धेरै हल्लियो। हजुर हल्लियो। अब यसमा हालिसक्छु। अनि त्यहाँबाट रुमाल चाहिँ बढी नै रहेछ। अरू सामान सबै ठिकै छ। रुमाल चाहिँ अलिक बढी नै। त्यहाँ त दुईटा भयो। रुमाल अघि हाल्ने ठाउँमा यहाँ यहाँ माथि। यसमा दुईवटा भएछ। यसमा अनि एउटा अरू पुगिसक्यो सक्नु? यसमा छ। अब हाल्दा यति धेरैमा एउटा न एउटा त छुटिहाल्छ। बिर्सी पनि यहीँ पनि छ। हाल्छु क्या मैले चाहिँ। भयो। ए पानी पनि हाल्नै छ है मैले। फाइनली पैसा पनि पुरानो नोकिया है। कति राम्रो छ है। पुरानो राम्रो लाग्छ मलाई त। यो नयाँ होइन कान्छी? पुरानो पुग्दैन भनेर हाले रहेछ। पुग्दैन भनेर हालेछ। तर पैसा पनि ठिकै भयो। सबै कुरा ठिकै भयो। पैसा पनि कुन गयो त्यसमा? पैसा पनि ठ्याक्कै चाहिँ रहेछ। एउटा बढी भयो। कहाँ कुनमा पुगेको छैन पैसा? हेर त मान्छे यसमा होला। त्यो पैसा भयो। अब पारो रह्यो। फेरि उठ्नै पर्ने भयो म चाहिँ। पानी चाहिँ बढी नै हुन्छ जस्तो छ होइन? पानी त बढी नै हुन्छ धेरै त। कैँची त छोड्दैमा यो त कति साह्रो हुन्छ क्या। एकदम साह्रो एकदमै नहुने क्या। एकदमै साह्रो। अब यसलाई त आजै तयार गर्नु पऱ्यो। बिहान त भ्याइँदैन। बिहानै बाजे आउनुहुन्छ। बाजे बजाइ आउनुहुन्छ यो सामान किन्नलाई। मन्दिरमा नि लगेर दिनु हो भोलि। यसमा भयो पानी? भयो है? कान्छी बढी नै भयो। यसमा भयो कि भएन हेर्नु। भयो। यति है त हामीले हाल्नु। चिनी एउटा बढी भयो। आँप एउटा बढी भयो। पैसा चाहिँ एउटा नि बढी भएन। अब म यता मिलाउँछु ल। यसमा नि चिनी सबै कुरा छ। म चाहिँ यसलाई खाँचिनलाई चाहिँ यसरी मिलाएर राख्छु। यहाँदेखि सबै मिलाएर राख्छु। हेर्दै फेरि भोलि मिलाउन गाह्रो हुन्छ। आजै मिलाएर राख्नुपर्छ यो सबै कुरा।